आज म फेरि तपाईहरुलाई एउटा मिठो रमाइलो पलमा लिएर जाँदैछु। हाम्रो कलश मोन्टेसरीमा सधैँ चाहिँ मेरो रमाइलो दिन बितिरहेको थियो। बच्चाहरूसँग हाँसी र खुसीले भरिएको वातावरण तपाईले देख्न सक्नुहुनेछ। त्यसैबीच हाम्रो प्रिन्सिपल म्यामको बर्थडे सेलिब्रेसन चाहिँ हिजो नै हाम्रो प्लानिङ भइसकेको थियो। सबैजना उत्साहित भएर तयारी आउनु भइसकेका थिए अनि यसपालि गाडी होइन, आफ्नै आफ्नै साधनमा डबल तेब्बर चढ्दै रमाइलो गर्दै निस्कियौं। हाम्रो डेस्टिनेसन थियो क्लब इबुक। जहाँको फेमस बाहुबली थाली। वाओ, म एकदम एक्साइटेड छु है यो बाहुबली थाली चाहिँ। यो चाहिँ एकदमै निकै भाइरल भएको रहेछ। त्यो स्वाद लिनकै लागि हामी त्यहाँ पुग्यौं। म पहिला पनि त्यो ठाउँ गइसकेको थिएँ, त्यसैले केही पुराना यादहरू पनि फेरि ताजा भए। त्यहाँ पुग्दा त एकदमै भिडभाड रहेछ। म त छक्क परे। मैले सोचेको भन्दा धेरै डेभलपमेन्ट भएको रहेछ। स्विमिङ पुल एरिया पनि मानिसहरूले भरिएको रहेछ। भित्र टेबल खाली नभएर ओहो हामी त यता र उता भयौं। अरे दीवानो, मुझे पहचानो, मैं हूँ कौन? अब आप ही बता दो ना कौन। अरे बेवकूफो, मैं हूँ जॉन और जॉन बनेगा डॉन। अनि हामी बाहिर बसेर हाम्रो रमाइलो सुरु गर्यौं। अर्डर आउनु अघि नै हामीले प्रिन्सिपल म्यामलाई एउटा सरप्राइज गिफ्ट चाहिँ तयार गरेका थियौं। उहाँलाई एकदमै खुसी लाग्यो त्यो गिफ्ट देखेर। अनि हाम्रो ह्यान्डसम अंश हिरो बाबु चाहिँ आउनुभयो। त्यसपछि हामीले गोलकप्पा, चिसो ड्रिङ्कहरू अनि धेरै रमाइलो गफहरू चलिरहे। अनि फाइनली आयो हाम्रो बाहुबली थाली। ओ माई गॉड, हेर्नु त कति धेरै आइटम। सबैजना स्वादमा हराउनु भयो। पछि पान पनि आयो, तर खाने हिम्मत भने मैले मात्रै गरेँ। त्यसपछि मोमो पनि मगन भयो। मोमोहरू पनि हेर्दा हेर्दै फिनिस भयो। त्यसपछि हाम्रो सोना म्यामले सबैलाई आइसक्रिम पनि खिलाउनु भयो। सानो सेलिब्रेसन भए पनि त्यो दिनको खुसी, हाँसो र अनि मेमोरिज एकदम स्पेशल बन्यो। थ्याङ्क यू हाम्रो प्रिन्सिपल म्याम यस्तो स्विट पार्टी र ब्युटिफुल मोमेन्ट्सको लागि। र थ्याङ्क यू फर वाचिङ। यसरी नै हेरिरहनु होला, यसरी नै माया गरिदिरहनु होला।